मान्य सदस्यहरू आफ्नो भाषालाई मर्यादित गर्नुहोस्। यो नेपाली जनताले तपाईहरूलाई निर्वाचित गरेर पठाएको सम्मानित सदन हो। सभामुखले आफ्ना कुरा राख्न खोज्दै गर्दा शान्त भएर सुनिदिनुहोस्। जनता सामु बालेन्द्र शाहलाई नङ्ग्याउँ भन्ने सोच राख्ने हाम्रो हर्क साम्पाङज्यूलाई यो भने ठुलो बलियो आधार मिलेको छ साथीहरू। हिजोको जनतालाई सरकारको नीति नियम रणनीतिको बारेमा उहाँले आफ्ना कुरा राख्नुपर्ने थियो र प्रतिपक्षले उहाँलाई सवाल जवाफ गर्नु पाउनु पर्ने थियो, किनभने उहाँहरू पनि जनताले चुनेका सांसदहरू हुन्। तर उहाँ विशेष कारणवश हुनसक्छ या संसदप्रति गैर जिम्मेवार र उदासीनता भएकै कारण हुनसक्छ। यो भनेको भविष्यले जति रासोपाले थलढाँट गरे पनि देखिने कुरा नै हो। जहाँसम्म उहाँ उपस्थिति हुनु भएन त्यस विषयलाई लिएर जुन तरिकाको अभिव्यक्ति दिनुभएको छ त्यो के सही हो? अलिकति धैर्यता र अलिकति संविधानको ज्ञान हर्क साम्पाङलाई नभएकै हो के? प्रधानमन्त्रीको नउपस्थिति भएको खण्डमा के जिम्मेवारी उहाँले अरूलाई दिन पाउँदैन? यो संविधानमा नभएको व्यवस्था हो र त्यहाँ लागू भएको? कुन तरिकाको एउटा सभामुख जस्तो जिम्मेवार पदमा बसेका व्यक्तिलाई गर्नुपर्ने व्यवहार हाम्रो हर्क साम्पाङजीको त्यही नै हो के? रिजन कारण पनि सुन्नै नपर्ने हो र मलाई त सरासर एउटा हर्क साम्पाङज्यूले प्रधानमन्त्रीको रूपमा देख्नै चाहेका छैनन्। उहाँको फेस नै उहाँलाई मन पर्दैन। त्यसको फलस्वरूप उहाँका राम्रा नराम्रा गतिविधि कुनै पनि गतिविधिलाई ठुलो एजेन्डाको रूपमा प्रस्तुत गरेर जसरी पनि आलोचना गरेर जनताको अगाडि नङ्ग्याउनु बाहेक उहाँको उद्देश्य म त केही पनि देख्दिनँ। तपाईलाई कस्तो लाग्छ?